सो हेलो गाइज वेलकम ब्याक माइ न्यू भिडियो है। आजको यस भिडियोमा सबैलाई स्वागत छ। सो त्यही पनि कति धेरै मान्छेहरूले चाहिँ यो लाइफ फिटनेस र रुबी भन्ने अर्को प्लेटफर्म छ त्यसको बारेमा भन्नुभएको थियो। सो के लाइफ फिटनेस कति दिनसम्म चल्ला लाग्छ हजुरलाई, अनि रुबीले के साँच्चीको अर्निङ दिन्छ र जस्तो तपाईँहरूलाई लाग्छ? सो के लाग्छ कमेन्ट गरिदिनु होला। र लाइफ फिटनेसको कुरा गर्नुपर्दा चलिरहेको छ, अनि सञ्जीविटी कुबु भ्यानिकले चाहिँ स्क्याम हानिसकेको छ। सो लाइफ फिटनेस पनि अब कति दिनसम्म चल्छ ग्यारेन्टेड छैन। लाइफ फिटनेस पनि अब छिटै जान्छ जस्तो मलाई लाग्छ, हप्ता दिनमा यो पनि स्क्याम गरेर जान्छ जस्तो मलाई लाग्छ है। सो तपाईँहरूले के लाग्छ आफ्नो राय दिनुहोस्। र मैले केही पनि इन्भेस्ट गरेको छैन, मैले यसमा यो यदेखि जोइन गरेको यो 10 रुपियाँ टेजर बक्स खोलेर नै यति अर्न गरिसकेँ र रेफरबाट 100 रुपियाँ त्यहाँदेखि अर्न गरिसकेर मैले त्यत्रो 500 रुपियाँ भइसक्यो, जो कि बिना एकचोटि लगानी नगरी निकाल्न मिल्दैन। यो तपाईँहरू सबैले थाहै छ। के गरेर मैले 500 निकाल्न खोज्दा के भन्छ, यसमा क्लिक गरी पहिले निकाल्ने तपाईँले उपकरण किन्नुहोस् भनेछ। सो यस्तो हो यो। अब हेरौँ के कस्तो हुन्छ। तपाईँहरूले यसमा इन्भेस्ट गर्नुभएछ कि नै यो तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। मलाई चाहिँ लाग्छ यसले अब स्क्याम गर्छ जस्तो मलाई फिल भइरहेको छ हप्ता दिनमा। सो तपाईँहरू बुझेर इन्भेस्ट गर्नु होला। अनि अहिले चाहिँ यो विड्रो रिचार्ज सब चिज प्रपरली हुँदैछ र अब भोलि गएर के हुन्छ त्यो कसैलाई पनि थाहा छैन। सो इन्भेस्ट गर्दा आफ्नो रिस्कमा गर्नु होला। र अर्को चाहिँ हाम्रो रुबी पनि अहिले ठिकठाकै। अब यो भन्नुपर्दा कस्तो छ भन्दाखेरि यसमा नि त्यही हो, तपाईँहरूले सुरुमा त रिचार्ज गर्नुपर्ने हुन्छ है। रिचार्ज गर्दा तपाईँले यहाँ डिपोजिटमा क्लिक गर्ने सुरुमा, अनि कति एड गर्ने, जस्तै 100 रुपियाँ, अनि अन पेमा क्लिक गर्ने, अनि मिनिमम 1000 क्लिक भइसकेको रहेछ। सो 100मा दाबेर नेक्स्ट स्टेप गर्दा अभाइलेबल 40 भनेछ। सो 100 रुपियाँ है। अनि लिमिट चाहिँ 500 देखि 1000, मतलब तपाईँले रिचार्ज चाहिँ 500 देखि 1000 को बिचमा गर्न सक्नुहुन्छ। 500 रुपियाँदेखि 1000 रुपियाँ, ताकि यो माइनिङ गर्दा पनि सजिलो होस् भन्ने हिसाबले गरेको जस्तो मलाई लाग्छ। किनकि 500 को माइनिङ सबभन्दा सस्तोवाला चाहिँ 500 को छ, जो कि डेली 30 दिन्छ है। अनि त्यसपछि विड्रो चाहिँ तपाईँको मैले भनिसकेको थिएँ योभन्दा अगाडिकोमा कि कतिमा हुन्छ भन्दाखेरि ठ्याक्क 300मा हुन्छ जस्तो मलाई लागेछ। अनि 300 हुने बित्तिकै यसमा ओन पेमा क्लिक गर्ने, अनि 300 हो, अनि 280 आउँछ तपाईँको 20 रुपियाँ चाहिँ काट्छ अरे। अनि यस्तो विड्रो मनीमा क्लिक गर्दा अहिले मसँग छैन, अनि इसिओमा क्लिक गरेर तपाईँहरूले विड्रो गर्न सक्नुहुन्छ। अहिले चाहिँ यी दुईवटा वेबसाइट मात्रै छन्। अब हेर्न सक्नुहुन्छ, लिङ्क मैले डिस्क्रिप्सनमा राख्दैछु। अनि इन्भेस्ट गर्ने नगर्ने तपाईँको इच्छा, रिस्क अवश्य हुन्छ, यो एक दिन जान्छ भनेकै कुरो हो, देखेकै कुरो हो र बुझेकै कुरो हो। सो अब तपाईँहरूको चोइस, तपाईँहरूले के गर्नु छ। मैले भन्ने कुरो भनिसकेँ। मैले यो रिचार्ज कसरी गर्ने, विड्रो कसरी गर्ने सम्पूर्ण भनिसकेको छु। सो तपाईँहरूले अब यसमा इन्भेस्ट गर्ने कि नगर्ने तपाईँहरूले बुझेर गर्न सक्नुहुन्छ है। सो बाँकी त त्यही हो, भेनिक पनि भागिसक्यो, कुबो सञ्जीविटी सब भागिसक्यो, अनि लाइफ फिटनेस र लास्ट त्यो मात्र बचेको छ। र अब मैले चाहिँ नेक्स्ट कुन भिडियो बनाउने, कुन अर्निङ प्लेटफर्म आएको छ जो कि तपाईँले बुझ्नु भएको छैन, कमेन्ट गरिदिनु होला। र मेरो टिकटक आइडी छ अभिषेक गेमिङ, त्यसमा गएर त्यो एपको लिङ्क सेयर गरिदिनु होला। सो म बुझेर भिडियो बनाइहाल्छु है। अनि आजको भिडियो कस्तो लाग्यो लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। मिल्नेछौँ नेक्स्ट भिडियोमा। सो आफ्नो रिस्कमा इन्भेस्ट गर्नु होला है त।